खोला हाम्रो ग्याङ दिस इज बिजनबारीको खोला आज हाम्रो ग्याङ फ्यामिली सबैजना ल पुल रहेछ यहाँ चाहिँ बाप्रे यहाँ लपमा फेरि हाम्रो म्याडमहरू चाहिँ गएछ बाहिर छुट्टीमा चाहिँ यहाँ ल्याउनु पर्ने छ केटाहरूलाई हाम्रो म्याडमहरू चाहिँ यहाँ आउँदैछ रिल्याक्स हियर गाइस कति भयो होला ल खुसी हुँदा आफूले सधैँभरि तिमीले जे गरे आफूले खुसाउँदा आफूलाई कहिले दुःख छातीभित्र लुकाएर हाँसो बुढाबुढी सिङ्गर क्यामेराम्यान अदिति hiking practice ल अर्को टोली हाइकिङ प्र्याक्टिस यहाँबाट हिँडेर जानुपर्छ हामी चाहिँ गर्दै यो ट्रायलदेखि चाहिँ मजा आइदिँदो रहेछ हौ हामी चाहिँ फिलहाल बिजनबारीदेखि उकालो चढ्दैछौँ स्ट्रिम उम्रेको पानी रहेछ यहाँ मजा हुने गाइस मेरो दोस्तहरू यहाँ बसाउनु चाहिँ मेरो दोस्तहरूलाई लिएर जाउनु पर्ने छ एकपल्ट हाइकिङ
कतै पिकनिक खानु मन पर्यो नि यार वाउ रिच इन ग्रिन कसले भन्छ हाम्रो ठाउँ चाहिँ दामी छैन भनेर वनस्पति एउटा रोप्नु लागि गाडीमा जाने पनि अप्सन थियो कि तर नो सबले हामी हिँडेर जाउँ भनेर चाहिँ आज यहाँ आयौँ म चाहिँ हेब्बी खुसी लाग्यो द ग्रेट चोइस बाई वकिङ वाउ आमा हो आमला हन्टिङ ऊ झर्ना दरम टिपेर लैजा एक बारी द वनस्पति एउटा द ग्रिन हरियाली ओभरपट्टि वाउ मिनी पुल दामी छ त अन्त यहाँ त हरेक आमा हो हेभी छ त पुल त स्पाइडरम्यान द बेस्ट ट्रायल अहिलेसम्म हिँडेकोमा चाहिँ फेभरेट वान त आमा द गभर्मेन्ट अफ वेस्ट बेङ्गल पुल के ला कसले लुगा बिर्सेछ अनि मजा आउँदैन बिस्तारै द पुल ए द झर्ना मिनी झर्ना कालिम्पोङको त्यो बाटोमा भेट्ने झर्ना जस्तो पो लाग्यो त मलाई त भेट्छ नि एउटा चाहिँ ठुलो यस्तो कर्बमा केटाहरूलाई लिएर आउनुपर्ने छ हाइकिङ यहाँ चाहिँ द बेस्ट पिकनिक स्पट हियर हाम्रो केटाको लागि चाहिँ कमसेकम केटाहरू ऊ माथि चाहिँ पुग्छ यहाँ माथितिर चाहिँ पुग्छ केटाहरू हिँडेर all over the place there is amla wow ढुङ्गे बाटो यस्तो बाटोमा हिँड्न मजा आउँछ खासमा क्या बाप्रे त्यो वल लाग्थ्यो होला हौ धसेको होला सायद I don't know द उडाल स्यालोहरू पनि हुन्छ यस्तोमा त होइन द स्याल बस्नेहरू हामी यहाँ कति मिनट भइसक्यो थाहा छ अम्बो 1 घन्टा 48 मिनट बनपान पनि रहेछ हजुर हाइकिङ टाइप पनि यो जग्गाहरू पनि तितेन बरु त्यो तितेको लानु न तितेको बटु त्यो लानु न बरु यही त हो तल बारीमा हालिराख्नुपर्छ हौ once more वनस्पति in the hand भयो
के हो तिते हामीले खाने हाम्रो देख्छ नि हाम्रोतिर यो चाहिँ के हो रुख हुन्छ होइन फुल चाहिँ आफूल भन्छ नि कति चाहिँ रहेछ ल चुवा फुल चुवा चुवा ओ चुवा चुवा मजा आयो मलाई त यो हेर्नु राइट चोइस वाट के भन्छ थाहा छ कुटमेरो कुट तेरो हो म त कहाँ कुट मेरो हुन्छ यहाँ चाहिँ बस्नु त मान्छेहरूको छैन नि हटिजान्छ ला यहाँ त सुकेछ पो यहाँ पनि थिएछ बर्खामा त हुन्छ बर्खामा त जाम हुन्छ नि यहाँ पनि स्ट्रिम थिएछ हेरी पठाउनु न अस्ति त यहाँ पनि स्ट्रिम थिएछ सुकेछ त एक कम्ती त आउँदो रहेछ एकछिन पच विथ द वनस्पति